गाइस वेलकम ब्याक टु आवर च्यानल। आज चाहिँ हामी ममता दिदी म अनि त्यसपछि हाम्रो स्कुलको टिचरहरू अनि त्यसपछि भएर हामी चाहिँ सिक्लेस अनि त्यसपछि कापुचेलेकसम्मको ट्रेकको यात्रा छ। ल हेरौँ। ममता दिदी आइसक्नु भयो। अब हामी चाहिँ जहिले नि यही ठाउँमा हुन्छ सबैजना गाडी चढ्दैछौँ। अब चाहिँ हाम्रो यात्रा सुरु भयो। यहाँ सामान किन्न आयौँ। अब सामान किनेर जानुपर्छ। कस्तो राम्रो मैले जुन भिडियोमा नि कस्तो राम्रो भन्न त्यो बन्दीपुरको भिडियो हेर्ने बेला कस्तो राम्रो पिच्छे के। अब म कस्तो राम्रो भन्दिनँ है गाइज, मलाई यो भन्नु नलाउनु। यहाँ त के रहेछ हजुर? भ्लगर उयो यहाँ त उस रहेछ माछा भएको त मछली हेरौँ है साथीहरू। कहाँ मछली? त्यो त होइन क्या, त्यो हो। यो चाहिँ म पनि छु इन्फ्लुएन्सर। केही परेमा सम्झिनु होला उहाँलाई। उहाँ चाहिँ नर्स। उहाँलाई चाहिँ बिहारवाला केटो चाहियो बिहारवाला हो अनि यो मान्छेलाई सम्झिनु भने जिन्दगी रिग्रेट हुन्छ गाइज। अनि यसलाई त सम्झिँदैन। यो क्यामेराम्यानलाई सम्झिनु। यो भ्लगमा आउनु भएको महानुभाव आज चिप्लेमा हुनुहुन्छ। उहाँले आई लभ यु चिप्ले भनिसक्नु भएको छ। नपत्याए उहाँ हेर्नु होला। उहाँले आई लभ यु गरेर उहाँ आई लभ यु चिप्ले पनि लेख्न भ्याइसक्नु भएको छ। हामी गाइज होइन, हामी त भैँसीजहरू हो। अनि गोरुज गाइज भैँसीज। यहाँ हाम्रो ड्राइभर अङ्कल सङ्घर्ष गर्दै हुनुहुन्छ हामीलाई सेफ सही सलामत पुर्याउन। यहाँ तल यस्तो छ गाइज। खिच्यो सच अ ब्युटिफुल प्लेस। यही झर्ने अङ्कल एकैछिन। अब हामी यो पुल हिँडेर जाने हो गाइज। हाम्रो गयो जिप। अब हामी डुल्दै हिँड्दै जाने हो। Oh my god. यहाँ यस्तो फोटोसुटहरू के हुँदैछ। यो यस्तो चिसो यस्तो के देखेन। राम्रो हजुर म हिँड्छु खिच्दिन्छु। यी देखे होइन पुलको तल के खाने अघि त देखेको थिएन। यहाँ चाहिँ अलिअलि देखेछ। आया टाउकी देखिसक्यो। ठाउँमा आइपुग्यौँ।
खुट्टा चोबाउन मन लाग्यो भाइ चिसो बनाउनु मन लाग्यो खुट्टा चोबाउन मन लाग्यो के यहाँ त यस्तो स्विमिङ खेल्ने जस्तो रहेछ हामी सिक्लेस आइसक्यौँ पानी परेर यहाँ बोकेर अगाडि अगाडि मान्छे हिँड्ने त माथि जाने भनेको के अरे अङ्कल यहाँ त यस्तो पानी परेर रहेछ साथीहरू अब हामी खाना खान्छौँ अब गइसक्यो तपाईँले खाइदिनु हो मैले खाइदिएँ गाइस हाम्रो खाना आयो ज्वाइँ गरेर बाँधेर नि यति खुसी त कहिल्यै लागेको थिएन होला ल धन्यवाद ओके अङ्कल फाइनली खाएर हात छुट्यौँ फाइनली म यहाँ आउँछु फाइनली खाएर हात छुट्यौँ हामीहरू हिँडिरहँ यताउति साथीहरू पनि हिँडिरहँ भन्छ हिँडेको लगभग 1 घन्टा जति भयो खै कति बाटो हिँड्यो नि थाहा छैन पानी पर्यो लुक एट द भ्यू हामी चाहिँ कहाँ आयौँ यस्तो गाई जिल्लाई जुकाले टोक्यो मलाई यसले टोक चिलान यिनलाई जुकाले टोके साथी हेर्नुहोस् कति राम्रो देखियो नि भ्यू यहाँबाट वे टु कापुचे कापुचे हो है कापुचे लेक यहाँबाट अब हाम्रो ट्रेकिङ सुरु भयो भनौँ लगभग 1-1.5 घन्टा हिँडेपछि सिक्लेसबाट के अरे कापुचेलाई किन कापुचे भनेको भनेर त्यो अङ्कलले भन्नुभएको थियो नि किन भनेको अरे थाहा कहाँ भनेको हिउँ रे अनि बगेर आएको अनि चे भनेको अनि खोला हो रे के चे भनेको कापुचे भनेको अनि के हो त नि कापुको मिनिङ चाहिँ खोला हो कि के हो भन्नुभएको थियो हामी फेरि अर्को खोलामा आयो खोला रे अर्को पुलमा आयौँ यहाँ हेर्नु कस्तो राम्रो ब्युटिफुल नेचर छ 5:30 बजे हिँड्नु पर्यो 5:30 घन्टा हिँड्नु पर्ने रहेछ गाइज म खुलेको जानकारी गराउँदछु साथीहरू यस्तो भइसक्यो पछाडि साथीहरू गफर्दै गर्दै आउनुभयो म अगाडि हिँडेको पनि यहाँ भिडियो बनाउँ हाम्रो गाइजहरू म त खोज्छु के हेर्नु त साथीहरू हामी यत्रो कहाँ हो कहाँ के हो छ त ल हेर्नु त हामी के बाटो आउँछौँ यस्तो माथिमा सिधै के छ के हो यो काँडो गाई भुनियो कि के हो हिँड त रिचा हेर्नु हाम्रो रोशनी टिचरको खुट्टा काट्यो रोशनी टिचर खुट्टा उचाल्न ल्याउनु त त्यो आउने हालतमा छैन सरी साथी गाई के बाटो यस्तो स्यास्या भइसक्यो पुरा अझै माथि भित्तै खोइ सरी कहाँ छ गयो जङ्गल गीत गाइरहौँ त साथीहरू हेर्नु कस्तो राम्रो झर्ना
हेर्नु यहाँ कस्तो के छ भनेको अघि मैले गीत लाउ भ्याइँदै भ्याइन यो ट्रेक त कति अझै फेरि यत्रो हिँड्नु यत्रो उकालो उस गरेर फेरि त्यो यो भिड चढ्ने रहेछ है भगवान् अब त्यो पुल तरेर अझै माथि जाने रे अझै कति 3-4 आवर लेखेको कहिले पनि हो ए पछाडि त के रहेछ यस्तो खुट्टा कामी राखेर लगी लुक एट द भ्यू माया हो हामी पुलमा बसेर खाम गाइस पछि बोल देखेको यो बाटो त लास्ट हेर्नु त कति अप्ठ्यारो हो केही छैन माई गड आया टिकटकमा गाह्रो भन्नु देखाएको बाटो यही रहेछ तर खासै देखा जति गाह्रो त रहन्छ गाह्रै छैन हामी कस्ता कस्ता बाटो त हिँडेर आयौँ गाह्रो देखिएको रहेछ के होइन त साथीहरू आया यो क्यामेराले केही पनि क्याप्चर गरेको छैन कि जति आँखाले देख्दा छ हो कि होइन बब्बल भ्यू छ गाइस बब्बल टु गुडिया वाउ रातिको 6:17 गइसक्यो अझै गन्तव्य आउला जस्तो छैन अझै 1-1.5 घन्टा हिँड्नुपर्छ भन्नुभएको छ हाम्रो गाडी साथीले अब हामी कति बेला पुग्छौँ हेर्नु झर्ना अझै टिलेको टल्के यहाँ साथीहरू आउँदै हुनुहुन्छ यस्तो अँधेरो भइसकेको माहौल छ मेरो त अनुहार नै देखिएन साथीहरू काली भएर हो कि अँधेरो भएर हो केही थाहा छैन हामी कहाँ आइपुग्यौँ आयौँ 8 घन्टा हिँडेर टोटल यो कस्तो यो के समाचार भन्ने यहाँ मेरो खुट्टाको हालत हेर्नु गाइस हामी यहाँ आगो ताप्दैछौँ यस्तो रमाइलो भइरहेको केटीहरू कहाँ बसेर बच्छन् मेरो मोबाइल यताबाट पास गंगा हो मेरो नाम हजुरको नाम के हो जान्न पाऊ सिक्लेसैको मेलैमा हेसिँदैन जुदाउने को होला भेट भएको बेलैमा ब्लग सुरु भयो अब हाम्रो खाना आउँदैछ हामी अहिले चाहिँ तिम्रो कपाल किन जर्नी भएको कसको तिम्रो चाइनाको हामी कस्तो अब हामी चाइनाको टेस्ट आउँछ भनेर होला नि कपालको यस्तो वाला हाई आउन लाग्छ क्या यो वाला हैन के 10:20 गइसक्यो साथीहरु अघि नै 1 घण्टा अगाडि 10:30 भयो कि 2 घण्टा के गर्यो कसरी गयो र हिँड्दा त फेरि के थियो भन्नु पनि कति हुन्छ ओके हो त नेगेटिभ तिर नलाग न नेगेटिभ होइन एकदम पोजिटिभ आएको प्लिज संसार यति राम्रो छ ब्ल्याक कलर गाइस हेर्नु पेन्टिङ कस्तो राम्रो थियो नथि है पनि राम्रो हो कि रोइछ सच्चीको उस्तो के अर्गानिक आलु देखाऊ ओके आलु देखाऊ आलु स्टोर यही फलेको यस्तो मिठो हुन्छ नि चिसोमा फलेको आलु है डेन्जर हो अब आज आलु डेन्जर खानु पर्छ त्यो स्टेशनको आलु कसैले नसम्झे आज ताली बजाऊ खाना देखेर ताली बजाऊ गोलो गोलो खानु न के गोलो 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 मस्यौरा गोलो गोलो मस्यौरा लाम्चो लाम्चो आलु ठाउँमा आएको र कोही कोही
राम्चो लाम्चो आलु खाए ल हामी बिहान उठ्यौँ अनि मुखसुख धोयौँ अनि त्यसपछि यहाँको भ्यू हेर्नु कहाँबाट हेर्दाखेरि रोक्नै लुक एट द भ्यू यहाँ घरबाट अब हामी 2 घन्टा माथि हिँडेर माथि जाने हो यहाँ यस्तो रहेछ कि हामी बेलुका आएर सुतिहाल्यौँ नि त अनि केही पनि देखेको छैनौँ हामी बसेको चाहिँ यहाँ अनि लुक एट द भ्यू हिमाल त एकदम खुल्दै खुल्दै जानु भयो अझै दिन प्रतिदिन वाउ चियासँग हामी खाजा खाँदैछौँ यस्तो भ्यू हेर्दै ब्रेकफास्ट गरेछ कसैले भनेर भन्नु न तपाईँले म त भन्दिनँ तैँले मेरो सोरे राखिदिन्छस् म त हेर्न सक्दिनँ कि भ्लग यही चाहिँ हेर्नु हाम्रो माहौल यस्तो छ अब हामी माथि माथि जाने हो फिर बढाउनै पर्छ न यस्तो थके लाग्ने यस्तो घनघोर जङ्गल छ गाइजहरू आउँदै हुनुहुन्छ जब हामी अन्तिम डेस्टिनेसनमा छौँ खबर अनुसार 10-20 मिनटमा पुग्छ भन्नुभयो अब यस गाइज के भयो मेरो ब्राइटनेस फेरि ब्राइटनेसको छुट्टै तपाईँ अब Guys, we are finally in heaven. खोइ स्वर्गमै आए जस्तो भयो यार कता हो जाने चाहिँ कसलाई सोध्ने हो हेर्नु त हिमाल टल्केको आहा नि मान्छे यो हरायो भाइ साथीहरू यहाँ त के रहेछ रङबाट आएछ हामीहरू यताबाट जाने जाम एडभेन्चरियस रहेछ पुल भत्केर त्यहाँ जानुपर्ने हुन्छ अब हामी यस्तो यस्तो बाटो जानुपर्ने भयो Oh my god, Kapuchi Glacier Lake. Oh my gosh. Wow. Wow. मजा आयो के भन्न छ जनतालाई धन्यवाद ग्रेटफुल छु यस्तो राम्रो ठाउँमा आउनु पायो Oh my god. Oh my god. यता साइडमा जान घुमाउँ घुमाउँ मैले त टप लाउनु बिर्सेछु अनुपा ल यता यता ल चाहिँ त यस्तो रमाइलो रहेछ रमाइलो भयो सिज दृश्य अलग्गै नि अनि हामीले यहाँ नयाँ साथीहरू भेट्यौँ बाटा हाम्रो साथीहरू आउँदै हुनुहुन्छ ल गाइस हेर्नुहोस् कति राम्रो दिस इज द भ्यू के गाइज कति राम्रो भ्यू मान्छे राम्रो होला कि चस्मा राम्रो होला कि ताल राम्रो होला सबै राम्रो वाउ जस्ट वाउ हामी त्यहाँ साडी लगाएर कस्तो रमाइलो गऱ्यौँ खोलिसक्यो कसैले यस्तो रमाइलो खुट्टा पनि रमाइलो भइरहेको सबैहरू यहाँ फोटो सोटो ल्यामसुट के गरिरहन् मलाई देखाउनु त यस्तो म त आजको भ्लगमा इन्क्लुडेडै भएन डिस्टर्ब गरिरहेको छु ल गाइस यही हो आजको लागि भ्लग यति नै हुन्छ कि अब थपिन्छ सिक्लेसमा थपिहाल्छ नि यस्तो काम छुट्टै भ्लग बनाए भयो के गर्ने तर हाम्रो कापुचेको ट्रेक चाहिँ खत्तम भएको छ फर्किने हो फर्किने बेला हिजो धेरै भिडियो बनाइएन किनभने हिजो हामी यहाँ आइदैन क्या अब हामी यहाँ आइदैन आजको लागि आजको लागि ताली बजाम यति धेरै वेदरले सपोर्ट गर्यो हिजो इन्द्र
गाइस हिजो हामी आउँदाखेरि यस्तो यस्तो रहेछ, हामीले केही खिच्न पर्दैन मेरो साथीहरू। यहाँ यस्तो डेन्जरस भिड छ। साथी उहाँ पुगिसक्यो। गाइस हिजो त हामी घरै पुगेन, हामी त 2 रात यहीँ बस्यौँ। के भयो भन्दाखेरि प्रतीक्षाको खुट्टा अनि बिरामी भयो नि, अनि त्यसपछि हामी त्यो ठुलो पुल थियो अरे यहाँनिर यो बस्ने कुरा छ, यहीँ बस्यौँ बस्छु। बिहान उठेर यहाँबाट नि खतरा भ्यू देखिँदो रहेछ कि। अनि दिदी र म उठेको थियौँ अनि भ्लग बनाउनु हामी सोचेँ कि यस्तो भ्यू देखेर त आई कान्ट कन्ट्रोल माइसेल्फ। गाइज हामी सिक्लेस फर्किने क्रममा हेर्नु त कति राम्रो देखियो। वाउ हेर्नु साथीहरू, यो अहिलेको मेसिन भन्दा नि क्रिएटिभ छ कि। यहाँ कोही मान्छे छैन, आफै पिसिराख मकै। कस्तो दामी हेर्नु। मैले पुनिल जानु देखेको थिएँ कि पानी दसैँ आयो यो दोकान हामीले हिजो देखेको थियौँ त हामी तलटो गएको, उनीहरूले भनेको यो गाइस हिजो हामी तर्ने बेला केही नदेखेको पुल यो हो के, केही देखेको थिएन नि। अहिले पनि त्यस्तै पुल जस्तो भइसकेछ। वाउ कति लामो पुल, कति हाइटमा रहेछ कि यो त लास्टै गहिरो हाइट छ। अब कति हो थाहा छैन। जो त हामी यति माथि भागे रहेछौँ केही नभए जसरी। यस्तो हेर्नु त भिड केही देखेको थिएन हिजो, बादलले ढाके